Welcome to the day 2 of preparing IOE with me. So, hi everyone, this is Prakriti and your dropper. And now I'm finally going to start studying to crack IOE this year after wasting a month. आज म धेरै पछि पोमोडोरो टेक्निक युज गरेर पढ्न जाँदैछु because as you all know पढ्दा पढ्दै कन्सन्ट्रेसन त हराइ नै हाल्छ अनि लास्टमा बाँकी रहन्छ गिल्ट मात्र. So instead of jumping long hour study session सानो सानो स्टेपबाट अघि बढ्ने सोचे. My target is for day is 8 to 10 hours. Let's see म कति पढ्न सक्छु. ग्याप इयरमा भएको सायद सबैले नै रिलेट गर्नुहुन्छ होला स्पेशली वेन यु नो यु क्यान डु बेटर तर आफू नै स्टक जस्तो फिल हुन्छ अनि मेन्टली यति धेरै कुराहरू ओभरथिङ्क भइरहेको हुन्छ नि कि म एक्सप्लेन पनि गर्न सक्छु तर मेबी डिसिप्लिन स्टार्ट्स फ्रम स्मल थिङ्स लाइक दिस सधैँ पर्फेक्ट प्रोडक्टिभ डे नहुन पनि सक्छ बट एटलिस्ट आइ एम ट्राइङ माई बेस्ट एन्ड आई थिङ्क द्याट्स इनफ फर नाउ बट वाट इफ आई डोन्ट मेक इट अगेन सो यही सोच्दा सोच्दै दिन बित्यो एन्ड मैले आज सोचेको जति पढ्न पनि पाएन आई थिङ्क भोलिबाट मेरो क्लास स्टार्ट हुन्छ अनलाइन क्लास आई एम टेकिङ अनलाइन क्लास फ्रम क्याम्पुक सो भोलिदेखि क्लास स्टार्ट हुन्छ अनि म एकदमै फोकस भएर पढ्छु अनि के पढ्दैछु कसरी पढ्दैछु म चाहिँ हरेक कुराहरू तपाईँहरूलाई सेयर गर्नेछु म एक दिनमा कुन च्याप्टर पढेँ कति पढ्न सकेँ तपाईँहरूले कसरी पढ्नुपर्छ म चाहिँ त्यसलाई सेयर गर्नेछु सो आजको लागि यति नै फलो फर मोर थ्याङ्क्स फर द वाचिङ बाई बाई